अत्याचार अत्याचार भन्ने बित्तिकै एउटा बुहारीले सासू ससुरा र पतिबाट पाएको दुःख या समाजले गरिब दुखीमाथि दिएको पीडालाई बुझ्ने गर्छौँ। आज यहाँ म आफ्नो कथा सुनाउन गइरहेकी छु। मेरो कथा, आफ्नो कथा। एउटा बुहारीले घर परिवारबाट पाएको दुःख, एउटा महिलालाई समाजले दिने दुःख, पति नबुझ्ने हुँदा पाएको दुःख। किन छ यो समाज यस्तो, जहाँ हरेक कुरामा एउटा महिलालाई नि दोषी मान्छ? किन पुरुषको केही गल्ती देख्दैन? गल्ती देखिए पनि किन नजरअन्दाज गर्छ? किन छ यो समाज यस्तो? कथा सुरु हुनुभन्दा पहिला म आफ्नो बारेमा हजुरलाई केही भन्न चाहन्छु। म भित्री तराईमा जन्मिएकी केटी। बाबा आमाको कमाउने भाडा खेतबारी थियो। अरू केही काम गर्नुहुन्न थियो। बाबाले न आमाले सिजन अनुसार धान मकै गहुँ लगाउनुहुन्थ्यो। हाम्रो खेतबारी धेरै नै थियो। खेतबारी बाबा आमा आफैले हेर्नुहुन्थ्यो। भाइ र म हुन्थ्यौँ घरमा एक्लै। वरिपरि ठुला बाबाहरूको घर थियो। बाबा आमा जहिले खेतमै धेरै समय बिताउने भएर होला घरभित्रको सबै काम मैले सानो उमेरमा नै सिकेँ। घरमा कोही पाहुनाहरू आउँदा पनि बाबा आमा पर्खिएर बस्नु पर्दैन थियो। उहाँहरूको खानपिन, बस्ने सुत्ने सबैको व्यवस्था म गरिदिन्थेँ। सबैले आमालाई भन्ने गर्नुहुन्थ्यो, कति असल छोरी पाएछौ तिमीले भनेर। बाबा आमा धेरै खुसी हुनुहुन्थ्यो मदेखि। अहिलेसम्म खेतबारीबाट नै खाना ल्याउन पुगिरहेको थियो। म र भाइ घरको काम सकाएर पढ्न जान्थ्यौँ। स्कुलबाट आएर होमवर्कहरू सकाएर म फेरि दिनकै जस्तो आफ्नो काममा लाग्थेँ। भाइ भने खेल्न जान्थे। यस्तो होइन कि मलाई जबरजस्ती थियो घरको सबै काम गर्न। नगर्दा पनि केही फरक त पर्दैन थियो। तर बाबा आमा एकदमै थाकेर आउनुहुन्थ्यो खेतबाट। त्यसकारण म पनि आफै नै सबै काम गर्ने गर्थेँ। बाबा आमा घरमै भएको दिन मैले केही गर्नु पर्दैन थियो। कक्षा 9मा पढ्दै गर्दा मेरो एउटा केटासँग नजिकता बढ्यो। हामी जति बेला पनि एक अर्कासँग बोलिरहेका हुन्थ्यौँ। क्लासमा पनि एउटै बेन्चमा बस्थ्यौँ। एक दिन उसले मलाई प्रपोज गर्यो। म पनि उसलाई मन पराउँथेँ। त्यसकारण यस भनेर भन्दिएँ। तर केही महिनामा नै सम्बन्ध तोडियो। म फेरि अर्को केटासँग नजिकेँ। तर यो सम्बन्ध पनि केही महिनामै तोडियो। घरमा आमा बुबालाई थाहा भयो यो बारेमा। मलाई धेरै कराउनु भयो। तर मलाई डर नै थिएन, किनभने त्यति बेला म कोहीसँग बोल्दैन थिएँ र कोहीसँग सम्बन्धमा थिएन। बाबा आमालाई यही कुरा भने मैले। विश्वास गर्नुभयो बाबा आमाले र अब कराउन छोड्नुभयो। मैले एसएलसी पनि दिएँ। म पढाइमा खासै राम्रो थिइनँ। बल्ल तल्ल पास मात्र हुन्थेँ। डर थियो एसएलसीमा पास हुन्छु कि हुँदैन भन्ने। तर म पास भएँ। अचम्मको साथै खुसी पनि भएको थिएँ। त्यसपछि म घुम्नलाई मामा घर गएँ। केही दिन बसेपछि म घर फर्किएँ र कक्षा 11मा भर्ना गरेँ। 11मा भर्ना भएको केही महिनापछि म फेरि मामा घर गएकी थिएँ। त्यहाँ एउटा केटासँग मेरो भेट भयो। उसको घर मेरो मामा घरको पछाडि थियो। मलाई त्यो केटा एकदमै राम्रो लाग्यो र बोल्ने कोसिस गरेँ। तर त्यो केटा मसँग बोल्न नै चाहेन। केही दिन मामा घर बसेर म घर फर्केँ। मामा घरमा भाइसँग त्यो केटाको नाम सोधेको थिएँ मैले। त्यही नाम अनुसार फेसबुकमा सर्च गरेँ, विशाल तिमल सिन्हा भनेर। आइहाल्यो उसको प्रोफाइल। फ्रेन्ड रिक्वेस्ट पठाएँ। तर धेरै दिनसम्म फ्रेन्ड रिक्वेस्ट नै एक्सेप्ट भएन। एकचोटि मेसेज गरी हेर्छु भनेर मेसेज गरेँ। तर मेसेज पनि रिप्लाई आएन। त्यसपछि मैले केही गर्नै छोडिदिएँ। एक हप्तापछि रिप्लाई आयो मेसेजको अनि फ्रेन्ड रिक्वेस्ट पनि एक्सेप्ट भएछ। मेरो खुसीको त सीमा नै थिएन। बोलचाल हुन थाल्यो। माया बस्दै गयो। तर माया त मेरो तर्फबाट मात्रै रहेछ। ऊ त टाइम पास गरिरहेको रहेछ। मैले यो थाहा पाउन बित्तिकै उसँगबाट सम्पर्कविहीन भएँ। ऊ मलाई कल मेसेज दिनहुँ गर्थ्यो। तर म केही रिप्लाई नै गर्न छोडिदिएँ। केही समयपछि मेरो फेसबुकबाटै हरि देवकोटा भन्ने मान्छेसँग कुराकानी हुन थाल्यो। बोल्दा बोल्दै हामी बीच माया बस्दै गयो। ऊ देशभन्दा बाहिर थियो। ऊ घर परिवारको कारण कतार गएको थियो।
पैसा कमाउनु। ऊ नेपाल आएपछि हामी विवाह गर्ने सम्म पुगिसकेका थियौँ। घरमा हरि र मेरो बिचको सम्बन्धको बारेमा आमालाई थाहा भयो। त्यति बेला मेरा धेरै जस्तो साथीहरू भागेर विवाह गरिरहेका थिए। आमालाई पनि चिन्ता भयो, कतै मैले पनि त्यस्तै गर्दिनँ भनेर। मलाई दिनरात किचकिच गर्न थाल्नुभयो, केटा बोला कि हामीले भनेकोसँग बिहे गर भनेर। यति बेला मेरो उमेर जम्मा 19 थियो। केटालाई म कसरी बोलाउँथेँ र ऊ त बाहिर थियो कतारमा। मैले केटा बाहिर भएको कुरा भने आमाले हामीलाई खोज्दैको केटासँग विवाह गर भनेर दबाब दिन थाल्नुभयो मलाई। मेरो पढाइ पनि राम्रो थिएन, मसँग अरू केही उपाय नै भएन, विवाह गर्नु नै पर्ने भयो। हामी केटा हेर्न गयौँ। फेरि मामा घर। मामा घर नजिकै रहेछ केटाको घर। केटा र केटाको बाबा आमा मलाई हेर्न त्यही मामा घर आउनुभयो। हामी घर परिवारमा सल्लाह गरेर खबर गर्छौँ भनेर उहाँहरू जानुभयो। केटा हेर्दा त राम्रो नै थियो, उसको उमेर पनि धेरै भएको रहेनछ। किन यति हतार हतारमा विवाह गर्न खोजेका थिएँ मैले केही बुझिरहेको थिइनँ। हामी घर फर्क्यौँ, तर फर्किएको 4 दिनपछि मामा घर बुबाको कल आयो। विवाह मङ्सिर 26 गते गर्ने अरे, केही आपत्ति त छैन नि भन्दै। मलाई कसैले सोध्नु पनि भएको थिएन केटा कस्तो लाग्यो, बिहे गर्छस् कि नै। सबै आमा बाबाको मर्जीले भइरहेको थियो। विवाहको दिन आयो, घर नै छोडेर भागौँ जस्तो भएर आयो। तर कहाँ जाने, के गर्ने केही थाहा थिएन मलाई। मेरो मर्जी बिना नै मेरो विवाह भइरहेको थियो, तर म केही गर्न सक्दिनँ थिएँ। विवाह भएको केही दिन बित्दै गर्दा मलाई थाहा हुँदै थियो किन यति हतार गरेको विवाह गर्नको लागि भनेर। मेरो पति ठिक थिएन, लागु पदार्थको सेवन गर्ने गर्दा रहेछन्। विवाह भएको 1 हप्तापछि नै मलाई कुटपिट गर्न थालिसकेको थियो उनले। म के नै गर्न सक्थेँ र। सासू ससुरा पनि त्यस्तै उल्टै मलाई नै कराउँथे। पति दिनकै रक्सी खाएर आउँथ्यो र मलाई पिट्थे। मेरो मामा घर नजिकै थियो, तर मलाई त्यहाँ जाने अनुमति थिएन। विवाह भएको 16 दिनपछि म माइत गएँ। त्यहाँ गएर बाबा आमालाई सबै थोक भने। आमाले पनि मलाई अब तिम्रो भाग्य नै यस्तै रहेछ, सहेर बस भन्नुभयो। आमाको कुराले मलाई धेरै रिस उठ्यो। कराएँ आमालाई, केही वर्ष पर्खिन सक्नुहुन्न थियो। म धेरै भएको थिएँ होइन हजुरहरूलाई, कहिले विवाह गरेर पठाइदिउँ भन्ने भएको थियो होला होइन। अब खुसी हुनुहुन्छ होला नि मलाई यस्तो बुढा पर्दा। दिनकै कुट्छ, रक्सी खाएर आउँछ, सासू ससुराले पनि कुट्छन्। अब खुसी हुनु, रमाउनु, हजुरहरूले खोजेको त पुगिहाल्यो नि। मेरो कुरा सुनेर आमा रुँदै हुनुहुन्थ्यो। भाइ पनि कराउँदै थियो। आमालाई एउटा छोरी धेरै भएको होइन, बल्ल खायो नि, अब खुसी हो। हामी दिदीभाइले आमालाई धेरै नै करायौँ। आमालाई धेरै करायौँ। दुनियाँको भरोसा गर्ने, आफ्नो छोरीको भरोसा नगर्ने, यस्ता नै हुन्छन् बाबुआमा। किन जन्माएको मलाई, मारिदिएको भए हुन्थ्यो नि। अबदेखि तिम्रो छोरी मरि भन्दै म घरबाट निस्केँ र फेरि आफ्नो कर्म घर गएँ। विवाह भएको 1.5 वर्षसम्म यही चलिरहेको थियो। मैले शारीरिक सम्बन्ध राख्न नमान्दा पनि जबरजस्ती शारीरिक सम्बन्ध राख्थ्यो। विवाह भएको यति समय भइसक्दा पनि बच्चा नभएको देखेर सासू ससुरा मलाई बाजी भन्थे। मलाई मतलब थिएन, म आफै नै बच्चा नहोस् भन्ने चाहन्थे। सासू ससुराले कुरा नबुझ्ने भए पनि अरू नातेदारहरूले मेरो कुरा बुझ्थे। एक दिन घर छेउकै जेठानीले एउटा भयो नि बच्चा पाऊ, अनि देवर बाबु सुध्रिलन कि भन्नुभयो। आमाले पनि भन्नुभएको थियो एउटा बच्चा जन्माऊ अनि सबै ठिक हुन्छ कि भनेर। मलाई नि उहाँको कुरा ठिकै लाग्यो र एउटा बच्चा पाउने निर्णय गरेँ। बच्चा पनि बस्यो। सासू ससुराको मेरोतर्फ व्यवहार राम्रो हुँदै गयो। अब उहाँहरू पनि आफ्नो छोरालाई सम्झाउन थाल्नुभयो, यस्तो नगर, अब त एउटा बच्चा पनि हुन्छ, त राम्रो बाउ बन्नुपर्छ बच्चाको लागि भनेर। तर कहाँ सुन्नेवाला थिए तिनी। मलाई झन् धेरै कुटपिट गर्न थाले। पहिला मलाई कुटपिट गर्दा सासू ससुरा देखेको जस्तो गर्थे भने अहिले बुढाले मलाई कुट्न आउँदा उनीहरू आफै छोरालाई पिट्थे। बच्चाको कारणले सासू ससुराबाट माया पाउन थालेकी थिएँ मैले। अब अलिकति भए पनि आश पलाएको थियो जीवनमा सबै कुरा ठिक हुन्छ भनेर। तर कहिले ठिक भएन। छोरी जन्मी, घरमा सासू ससुरा र बुढा बाहेक सबै खुसी हुनुहुन्थ्यो। लक्ष्मीको आगमन भयो भन्दै म
म माइत जान छोडिसकेको थिएँ। विवाहपछि एकचोटि मात्रै म माइत गएको थिएँ। मलाई माइत पठाउने कुरा चल्दै थियो, तर म जान मानिनँ। सक्नुहुन्छ भने यही मेरो स्याहार सुसार गर्नुहोस्, सक्नुहुन्न भने म आफै गर्न सक्छु भने। यति भनिसकेपछि सासूले गर्न सक्छौँ हामी भन्नुभयो। म माइत नजाने भएँ। भाइ आयो त्यहीँ भेट्नु। दिदी जाम घर भनेर कति आग्रह गर्यो, तर म गइनँ। मलाई मन नै थिएन जान। बाबा आमाको अनुहार हेर्न पनि मन थिएन। उहाँहरूले नै गर्दा मेरो यो हालत भएको थियो। उहाँहरूलाई मैले कहिले माफ गर्नै सकिनँ। सासू र बुढालाई छोरा चाहिएको थियो, तर जन्म छोरीको भएको थियो। छोरी जन्मी भनेर अब मलाई फेरि पहिलाको जस्तै गर्न थाले। सासू ससुराले फेरि कुटपिट हेप्ने, तर ससुराको भने मतर्फको व्यवहार राम्रो नै थियो। सासूले र बुढाले कुट्दा ऊ रोक्नुहुन्थ्यो। बुढाले अब बाहिर केटीहरू पनि लिएर हिँड्न थालेको थियो। घर आउन छोडिसकेको थियो। कहिलेकाहीँ आउँथ्यो, घर बसुन्जेल कुट्थिएर जान्थ्यो। मेरो फेरि जीवन पहिलाको जस्तै भयो। एक दिन म सधैँ जसरी कुटाइ खाएर बसेकी थिएँ। मोबाइलमा मेसेज आयो अननोन नम्बरबाट। सन्चै छौ तिमी भन्दै। मैले चिनिन को हो भनेर रिप्लाई गरिनँ। फेरि अर्को हप्ता पनि मेसेज आयो। मैले रिप्लाई गरिनँ। अर्को हप्ता पनि आयो। लगातार 3 हप्तासम्म मेसेज आएपछि कोही साथी होलान् भन्ने सोचेर सन्चै छु भने उताबाट मलाई चिन्यौ भनेर मेसेज आउँछ। मैले नाइ चिनिन को होला भनेर मेसेज गरेँ। म हरि भनेर मेसेज आयो। मेरो होस हवास उड्यो। कहाँबाट पाउनुभयो मेरो नम्बर भनेर सोधेँ मैले। साथीसँगबाट लिएको भनेर मेसेजको रिप्लाई आयो। सन्चो बिसन्चो साटासाटपछि बुढा कस्तो छ त तिम्रो, माया त गर्छ नि भन्ने प्रश्न उताबाट आयो। मैले भने, तर उनलाई सबै कुरा थाहा भइसकेको रहेछ। मलाई झुटो नबोल, तिम्रो सबै कुरा बुझ्छु म। कति बेला झुटो बोल्छौ, कति बेला के गर्छौ सबै थाहा पाउँछु म भनेर मेसेज रिप्लाई गरेँ। मैले उनलाई सबै थोक भने। आमा बुबाले जबरजस्ती विवाह गराइदिए। हजुर यहाँ हुनुहुँदैन थियो। म घर छोडेर पनि कहाँ जान्थेँ। मजबुरीमा विवाह गरेँ। विवाह भएको यत्रो समय भइसक्यो, म एक दिन पनि खुसी भएकी छैन। मैले एकैचोटि सबै कुरा भने उसलाई। उनले केही बिग्रेको छैन। अब म आएँ नि, तिमीलाई म यहाँबाट निस्किन सहयोग गर्छु भन्दै उताबाट भन्छन्। हामी दिनकै जस्तो 10-15 मिनट बोल्ने गर्न थाल्यौँ एकअर्कासँग। उनी जहिले मलाई मुभ नहो, छोरीको जिन्दगी बर्बाद नगर, सक्ने जति सहयोग म गर्छु भनेर भन्ने गर्छन्। तर पनि ममा हिम्मत आइसकेको थिएन। एक दिन बुढाले मलाई पिट्ने क्रममा छोरीमाथि पनि हात उठाए। त्यस दिन मैले निर्णय गरेँ, अब मैले यो घर छोड्नुपर्छ भनेर। मलाई कुटिसकेर उनी घरबाट बाहिर गए। सासू ससुरा पनि घरमा थिएनन्। मैले 2 जोर कपडा झोलामा राखेर त्यस घर छोडेर हिँडेँ। बस पार्कसम्म हिँड्दै पुगेँ। साथमा 1 रुपैयाँ थिएन। मोबाइल मात्र थियो। कसलाई फोन गर्ने? माइतमा गर्न मन लागेन। भाइलाई दुःख दिन मन लागेन। भाइले थाहा पायो भने घर टाउकोमा उठाउँथ्यो। अन्तिममा केही उपाय नलागेर हरिलाई नै कल गरेँ। ऊ त्यहीँ बस्दो रहेछ। मलाई लिन आइहाल्यो। आफ्नो डेरामा लिएर गयो। त्यहाँ उसको दिदी अनि बहिनी पनि बस्दा रहेछ। म हरिको दिदी बहिनीलाई राम्रोसँग चिन्थेँ। उनीहरूलाई देख्ने बित्तिकै म अँगालो हालेर धेरै बेरसम्म रोएँ। उनीहरू पनि रोए म रोएको देखेर। हरिले अब केही काम नपाएसम्म यहीँ बस्नु भन्यो। अरू केही उपाय पनि त थिएन। हुन्छ भन्ने सहमतिमा मैले टाउको हल्लाएँ। त्यहाँ बसेको 1 हप्तापछि हरिले मेरो लागि डिपार्टमेन्टल स्टोरमा काम पाएछन्। त्यही काम गर्न थालेँ। पहिलो महिनाको स्यालेरीले मैले छोरीको लागि कपडाहरू किनेँ। अर्को महिनाबाट म अब त्यही डिपार्टमेन्टल स्टोरले दिने रुममा बस्ने भएँ। स्टोरको रातमा हेरचाह गर्ने मान्छे चाहिरहेको थियो। त्यही मौकाको फाइदा उठाएर हरिले मेरो लागि कोठा पनि मिलाइदिए। म घर छोडेर हिँडेको त्यत्तिका दिन भइसक्दा पनि भाइको बाहेक अरू कसैको कल आएको थिएन ममा। एक दिन म कामबाट हरिको रुममा छोरी लिन जाँदा छोरीलाई सासूले आएर लगेको भन्ने थाहा पाएँ। बुझ्दै जाँदा
गाउँकै मान्छेले मलाई त्यहाँ देखेको र भनिदिएको रहेछन्। मैले तुरन्तै पुलिस कम्प्लेन गरिहालेँ र पुलिससहित घरमा गएँ छोरी लिनलाई। गाउँभरिका मान्छे मेरो तर्फबाट गवाई भनेर उभिएका थिए। छोरीलाई मैले फिर्ता ल्याएँ। त्यो मान्छे जोसँग मेरो विवाह भएको थियो र उसको आमालाई पुलिसले पक्राउ गर्यो। मैले अदालतमा अर्जी दिएँ। हाम्रो कोर्टपत्र भयो। अदालतले मेरो पक्षमा नै फैसला सुनायो। उनीहरू दुवैलाई कारबाही भयो। अहिले म त्यही डिपार्टमेन्टल स्टोरमा काम गरिरहेको छु। मलाई र मेरी छोरीलाई खाना लाउन राम्रोसँग पुगिरहेको छ। म र छोरी एकदमै खुसी छौँ। म माइत आमा बुबासँग कहिलेकाहीँ मात्र बोल्ने गर्छु। उहाँहरू अझै पनि ज्वाइँलाई एकचोटि मौका दिए भनेर भने गर्नुहुन्छ। म भन्ने गर्छु, एकचोटि मेरो जिन्दगी बर्बाद गरेर पुगेन जो फेरि जिन्दगी बर्बाद गर्ने कोसिस गर्दै हुनुहुन्छ। अहिले त म बोल्न पनि छोडिसकेँ बाबा आमासँग। कल गर्नुहुन्छ तर म उठाउँदिनँ। मलाई अब मेरो जिन्दगीमा कोही चाहिएन। मैले आफ्नो जिन्दगी नै छोरीलाई बनाएको छु। मलाई मुभ अन गर्न सहयोग गर्ने हरिप्रति म धेरै नै आभारी छु। म यो भन्दिनँ कि सबैको बाबा आमा मेरो जस्तै हुनुहोला भनेर, तर हजुरहरू कतिपयको आमा बुबा मेरो जस्तै हुनुहोला। आमा बुबाको दबाबमा परेर विवाह गर्न नमान्नुहोला। म यो पनि भन्दिनँ कि मेरो पूर्वपति जस्तै पति खोज्न सक्नुहुन्छ। हजुरहरूको आमा बुबाले भनेर राम्रो पति खोज्न सक्नुहुन्छ। तर हामी आमा बुबाले खोज्नु भएको भनेर अन्धविश्वास पनि गर्नु हुँदैन। उहाँहरूले हाम्रो नराम्रो त चाहनुहुन्न, तर कहिलेकाहीँ उहाँहरूले खोज्नु भएको गलत पनि हुनसक्छ। हरेक कुरा सोच विचार गर्नुहोस्। यस्तै गरी घरेलु हिंसामा परिरहनु भएको छ भने तत्काल पुलिस कम्प्लेन गर्नुहोस्। मैले ढिलो गर्नाले धेरै दुःख कष्ट भोग्नु परेको छ। समाजले के भन्छ भन्ने प्रति होइन, आफ्नो बारेमा सोच्नुहोस्। अनि अन्तिममा एउटा प्रश्न हजुरहरू सबैको लागि, कहिले सकिन्छ यो घरेलु हिंसा? महिलाहरू जहिले यसरी पीडित भएर नै बस्नुपर्ने हो र? गल्ती नहुँदा पनि महिला नै झुक्नुपर्ने हो र?